यो नि मार्केट हो यो त उतिर रहेछ हैन केटीको चाहिँ केटीको हैन के हो जिलको तर छ दामी छ स्पेन तर यहाँको घर चाहिँ दामी लाग्यो मलाई त यार पुरा इटा लाएर हैन चाइनिज इटा लाएर जाडो छ काम चाहिँ यसरी गर्नुपर्छ के गर्यो नाला सफा गरेर चाहिँ फोहोर पत्ताहरू निकाल्दै रहेछ हैन ठक्क चाहिँ गल्ली हो गल्ली आउँदैछ अहिले छत्तीसगढमा स्पेन हिँड्दैछु टट्ट लकेज पनि किनियो 30 युरोमा लकेज किन्यो है 30 युरोको लकेज कस्तो हो ठिकै हो कि महँगै पऱ्यो कि यार थाहै छैन पुरा 15 युरोमा आउँछ होला होलसेलमा त आउँछ होला 15 युरोमा तर हामीलाई ठगी के हो बिहान यार थुक फाल्न नि हो लकेज किन्दाखेरि ताजा चाहिँ फ्रीमै दियो ठिकै छ यार घरभन्दा नि सफा छ यार बाटो पनि थुक्न पनि असिलो लाग्ने हो पुरा सुटर छ करी यस्तै पुरा यो घर चाहिँ इटा हो युरोपमा इटाको घर चाहिँ दामी छ यार यस्तो चाइनिज इटा जस्तो छ यार खतरा छ हो करी कहाँ छ फार्मेसी यता नि देखे जस्तो लाग्थ्यो त्यो भान्जालाई त्यो पठाइदिउँ भन्नु न त्यो फोटो खिचेर त्यो नकिने उठ्यो होला नि भान्जा चाहिँ सुतिरहेको छ हामी चाहिँ मेरो लागि लकेज किन्न आयो लकेज थिएन नि त त्यही भएर लकेज किन्न आएको मर्निङ वाक जस्तै हो तर यो त के हो यार हाम्रोतिर पाउने गिजारी जस्तो छ त यार यो है गिजारीको दुख जस्तो छ यार यो यात्रा छ त यार तर सही लाग्यो घर चाहिँ इटा इटाको घर चाहिँ लास्ट मन पर्यो स्पेनमा चाहिँ घर दामी लाग्यो खोइ कफी पसल त्यति देख्दैन त कफी पसल चाहिँ बन्द रहेछ खोइ त्यो बाहिर उठ्यो छैन खुल्ला छ होला त्यो हामी चाहिँ कफी खानालाई कफी खोज्दैछौँ रोमानियामा त जहाँ पनि कफी पाउँथ्यो यहाँ चाहिँ खोइ नयाँ ठाउँ भएर त्यो उतेसमा छैन भित्र उतेसमा दियोमा हुन्छ र भित्र मिसिन होला नि त खतरा छ यार घर टासँग बिहान मर्निङ वाक चाहिँ राम्रै भयो आज जाँदैछु नेपालको फ्लाइट छ 5 बजे डरी होइन कल जाने हो फेरि 2 महिना 108 बसेर आउने यो चाहिँ के हो
हजार मिल्क हो जे मिल्क जे भयो नि हुन्छ होइन जे हुँदैन कि ब्ल्याक हुन्छ जे त हुँदैन नि तपाईँ के खानुहुन्छ म त ब्ल्याक हो ब्ल्याक मलाई नि ब्ल्याकै दिनु त ब्ल्याक कफी खाँदैछु चटरी खान पकेट नयाँ प्याकेज स्टुडियो त्यही हो यस्तोमा चाहिँ टक्करी चिट्टाहरू काट्ने रहेछ होइन चिट्टा काट्ने रहेछ टक्क जोस् शान्त छ शान्त वातावरण यो चाहिँ के हो रेस्टुरेन्ट रहेछ चाहिँ हरेक चिज पाउने रहेछ होइन के हो अब हाम्रो त के हो भात पनि छ त यार भात पनि रहेछ हो रहेछ